तिमीहरू 7 कक्षा पास हुने त उहाँ मास्टर नि बन्नलाई तातेको छौ अब म किन नबन्नु तिमी चाहिँ के को मास्टर हुने नि नेपाली पढाउने मास्टर नेपाली ओहो नेपाली पढाउने तिमीले काल कति प्रकारका हुन्छन् थाहा छ 3 प्रकारको अनिकाल महाङ्काल सङ्कटकाल मास्टरै बन्लौ जस्तो छौ तिमी ल भन त सबैभन्दा लामो काल कुन हो 104 वर्ष राणाकाल नेपालीको प्रश्न सोध्दा इतिहासको जवाफ दिएर हुन्छ मास्टर हुने त्यसै गरी भइरहेछ नि त त चाहिँ कुन विषय पढाउने मास्टर नि हुने त हिसाब पढाउने म्याथमेटिक्स जो चाहिँ हिसाबमा बल्ल बल्ल 32 अङ्क ल्याएर पास भागी छ ऊ चाहिँ म्याथमेटिक्स पढाउने लु भन्छ 2 कति हुन्छ त्यति जा अब 2 4 नि हुन्छ 4 कति हुन्छ त कति 2 22 हुन्छ नि यति जा हो नजानेले म्याथमेटिक्स पढाउने हेर बुढी तैँले म्याथमेटिक्स पढाउने स्याथमेटिक्स पढाउने लफ्ट त्यो हो यहाँ मलाई बरु डिस्टर्ब नगर बुझिस् डिस्टर्ब नगर होइन खुर्को मलाई काम छ भने हिँड तिमीलाई ठग होइन दिनु भाउ सक्यो भएर हिँडिहाल्थ्यो नि यहाँ गोरो मर्केर पो बोकाउनु पर्यो त नगरानु सबै 4 घन्टा बोकिसक्यो अझ कति बोक्नु मेरो चाहिँ फलामको दियो हो र ल हेर न बोले अब 2 घन्टा बोकेपछि त मोटर भट्टा पुगिहालिन्छ नि तपाईँ गएर जानुहोस् नजानुहोस् मलाई केही मतलब छैन म त एक्लै गएर ब्याङ्कबाट चेक साटेर लिएर आउँछु नबोक्ने त नबोक्ने भन्दै छु खै के म त कस्तो नबोक्ने भए हिँडेरै जान्छु राम कस्तो चापी मान्छे अर्कालाई फवटिया बोकाएर तँलाई कोरी बुढा हिँडिसकेपछि के गरौँ त आँखा देख्दैन कि क्या 6 लाखको चेक बोकेर हिँड्यो मान्छेलाई नमस्कार गर्नु त कता धक्का दिने किन बोकेर नमस्कार गर्नु त को छ आफै ठेसाउने आफै निखोज्ने 6 लाख बोक्ने 12 लाख बोक म के मतलब ल बाबु पनि कहाँ यस्तो अल्लाहको कुरालाई रिसाइरहेको यस्ताको खल्तीमा कहिले 6 लाख रुपियाँ दाम पर्ला ल अघि 6 लाखको चेक बोकेर हिँड्यो होइन यहाँ खल्छु जम्मा 600 रुपियाँ दाम पनि छैन हेर्नुहोस् बाबु नरिसाउनुहोस् है ठिक छ तपाईँले भनेर मात्र न त यसो करेक्सन गर्ने दि ल्याएर यस्तो दुनियाँवालाको सङ्गत गरेर कहिले मलाई बाटामा हिँड्ने मान्छेलाई 6 लाख छ भने किन भन्नुभयो भाग लाग्छ नि भएको बेला भन्ने त हो नि नभएको बेला भन्नु भने कसैले बताउँदैन नि खै म त तर 6 लाख चाहिँ 6 लाखै हो क्या बुढा सुब्बा म्युजिकको प्रस्तुति बेस्ट अफ झरना थापा मन लाग्यो ओ मै मोरी लैलेन परदेशी आउँछ रे तिनका जोडेर परेशीले गुडलायो बजारमा उपलब्ध छ ठिकानाची तपाईँको परिचय पत्र बनाउनु पर्यो आइडेन्टिटी कार्ड होइन अमरी भने बाबु यो पर्सनल सिक्रेटरी भन्ने त्यही एउटा परिचय पत्र दिनलाई मात्र राखेको हो मलाई यत्रो दिन भइसक्यो पछि लाए 1 सुको डलर दिनुहुन्न त हौ डलरको कुरा पछि गर्ने पहिला परिचय पत्र बनाउने परिचय पत्र किन बनाउनु पर्यो परिचय पत्र हौ तपाईँको परिचय के हो मान्छेले चिन्नु पाएन मलाई यसै चिन्छन् यो 7 गाउँ वरिपरि गएर सोध्नु त द्वारिकानाथ भनेको को हो नो 7 गाउँमा चिनेर हुँदैन 7 समुद्र पारी चिन्नु पर्यो पहिला तपाईँको फोटो खिच्ने अनि परिचय पठाउने जस्ट मोमेन्ट Oh no मेरो क्यामेरा खोइ मेरो क्यामेरा What is my camera कसले चोर्यो हाँस मुसी हाँस है हाँस स्याबस रेडी कहाँनिर खोइ झिलिकको त गरेन नि यो हेर्दै अमेरिकन अनुहार परेको क्यामेरा छ तिम्रो अनुहार देखेपछि झिल्किनै सकेन नि खैले
अब म तिम्रो खिचिदिन्छु। कहिल्यै क्यामेरा छुन नपाएकोले के फोटो खिच्ल्याउ कुन्नी? ल बाबा ढाक नदेऊ, हाम्रो बिहेपछि दोस्रोचोटि देखा त अनि तिमीले नि क्यामेरा उठिदिन्छौ। ल ल ल बाबा ल नरिसाउ न, ल खिच है खिच। खोइ कता हो? ल थाहा भयो। हे मुख बाङ्गो नगर न, कस्तो हाफ प्यान्ट चोर जस्तो देखियो। परेको छैन फोटो सोटो खिच्नलाई, झन् फोटो खिच्न रहर गर्छु भनेर क्यामेरा लिएर आउँदैछु। खैले क्यामेरा कसैको नभएको क्यामेरा। ए निर्मली कहाँ छन् गर्छु यहाँ कहाँ छन्? उहाँ हाम्रो अमृगाने बाबुको क्यामेरा हरायो होइन, कहाँ छन् गर्छु है? ज्वाइँ खोइ घर त आएन नि त। अनि ज्वाइँ घरमा नभए अघि सँगै बसेर फोटो खिच्ने को त? होइन त्यो चोरेर लुक्न चाहिँ कहाँ लुक हो? लुक्ने किन लुक्दैन? क्यामेरा चोरेर लुक्ने नि। ठुक्क तिमीले अरू केही नपाएर क्यामेरा नै चोरेछौ है। अब यो क्यामेरा हाम्रो अमृगाने बाबुलाई दिने, घरबाट निस्केर जाने। जाने जाने ससुराले नै जाऊ भनेर भनिसकेपछि के हेरेर बसिरह्यो चोर? कसलाई चोर भनेको? मलाई डाका एकचोटि चोर भन्दामा सधैँ चोर हुन्छ? ओ सर यो क्यामेरा तपाईँको हो त? हो नो, यो क्यामेरा मेरो होइन। अनि त्यसै अर्कालाई चोर दोष लाउने होइन? हो त्यसो भए मेरो क्यामेरा कसले छोडे? कुन क्यामेरा खोजा हो? एउटा क्यामेरा त बाले मलाई लुकाएर राख्नु भनेर दिएको थिए। ल बधाई छ है मुला साग, क्यामेराबाट सुरु गरिएछ। अब घर सर फोटोतिर पनि ल्याउनु नि, जे गरे नि दुवैजना मिलेर गर्नु नि। सिनेले गाडीले सबरी सीतबम सीतबम कान्छी सीतबम सिनेले गाडीले सबरी के सीतबम खाउ पाउनु भयो। अब भरे बेलुका घर नपुग्ने भइहाल्यो, बेलुका सोच पुग्ने टन्न खानुपर्छ कि टन्न खायो भने नखायो भने लास्टमा त्यही हो। आज यो त भिनाले थियो है क्या? ए हटाले खाऊ छिटो यता के हजुर के चाहियो होइन? तरिका ठिक भएन। मैले अघि नै खसीको बहकारी लिएर आउनु भने खोइ त 6 लाख रुपियाँ बोकेर हिँड कस्तो भला गरेर यस्ता सङ्गत गरेर कहिले हुनु लाग्यो? ल जानुहोस् ल के तालको झन् मान्छेको अगाडि यो 6 लाख रुपियाँ बोकेको कुरा नभन भनेर भन्दैछु। प्याच प्याच भनिसक्छ भन्ने त हो नि। 6 लाखलाई बढाएर 7 लाख भन्ने कुरो भएन क्या अरे? 6 लाखलाई 6 लाख भन्दा के भयो त? ओहो फेरि 6 लाख चुप्ला फेरि चुप्ला नि, नुन पनि पुगेको छैन। ओ साउ 6 लाख रुपियाँ बोकेर हिँडेको मान्छेलाई खुवाउने खान्ती जस्तै हो। के सुन्ने भएको कुरो भन्दैन के गर्ने? 6 लाख छ 6 लाख भन्ने भयो नि त। 6 लाख चाहिँ छ है, यहाँ छ 6 लाख। के हो उनीहरूसँग 6 लाख छ अरे? 6 लाख 6 लाख अब के हो नि? ओ भाइ कति लाग्छ अरे? कति लाख? किन त पैसा नदिए कहाँ गयो त? त्यही त 75 74 73 72 Oh no 75 छ किन 72? कसरी घटेको? जसरी हाम्रो देशमा तपाईँ जस्तो टुरिस्ट घट्नु हो त्यसै गरी यो पनि घट्यो। एकछिनसम्म यसो गरेर खाइ त हुन्थ्यो। Oh, Daman, what happened? के को happened? यो त फरिया। Oh, फरिया किन लागेको यस्तो? बुढी आफै परसरी छे। त्यही भएर बुढीको लुगा लाएर गयो भने गाईले दुध दिन्छ कि भनेर नि। गाई एक हाते छ क्या?
हो एक हात गयो भनेको यति लामो एक हात मात्रै लामो गयो भनेको एक हात भने एकजनालाई मात्र दुध दिने क्या कस्तो कुर्नु बुझे हो श्रेष्ठ एक हात गाई छ मैले भोजपुरमा बस्दाखेरि काटी दयो काटी जामान म एकचोटि ट्राई गरौँ अब अमृगने बाबुलाई त्यस्तो गाई दुनी रहरै छ भने देऊ नि त ज्वाइँ देऊ बरु फरिया पनि लाएर जानुहोस् खौ फाटेन मलाई बाल्टी दिनुहोस् बाल्टी ज्वाइँ निर्मलीले पकाउनु नभएपछि अब भात दिउनु पनि त पकाउनु पर्ला नि कहिले पकायो र जति पकाइला त त्यही हो तिम्रो बाउको बिहे भयो गाईले लाठोले हानेको देखेन ओहो एक हाते भयो भने लाताले त हान्दैन थियो त होइन कुन गाई दोको उठ्यो गाई उठ्यो दुनु पर्ने लैनु गाई गोठभित्र थियो बाहिर बाँधे थारो गाईले दुनु गएपछि लासा त्यही हुँदैन त ए लासा सासा होइन र उठ्नुहोस् अमृगने बाबु उठ्नुहोस् अमृगने बाबु धन्न ती गाईले तपाईँलाई लासाले हानी थिइन् अब सिंहले चाहिँ हान्न पाकी भए त तपाईँलाई अमेरिकै पुर्याइदिन्थिन् आँटिनु पर्दैन सिंहले बारी लेसको बारी सिजबम कन्छे सिजबम गुड आफ्टरनुन ल हेर्नु बोले गुड इभिनिङ भन्नु पर्यो गुड इभिनिङ साथीको बाबरी पो हुनुहुँदो रहेछ बा साष्टाङ्ग दण्डवत बा दिदी नमस्कार अरे होइन सदरमुकाम गरेर आएर दिदी गर्दा जुनै आउरहेछ त मिलाएर हेर नि त्यहाँ मिलाएर दिदी ल भिनाजु पो रहेछ नि भिनाजु नमस्कार है ससुर भाइ मलाई चोरा खान्ती भनेर खेदाउनु हुन्थ्यो नि हजुरको छोराले त राम्रो काम सुरु गरेछ नि हेर्नुहोस् भाइ घरमा बस्नेहरू पनि तिल्ला जाँड झकेर बसिरहेको छ नि ल हेर चाहिँ कस्तो ठेसी गनाएको कसले खाएको गनाएर औ तपाईँहरूले चेक साटेर पैसा ल्याएन ल हेर न बोले ल्याएछ नि दुरेश बा त्यो पैसा झिकेर यहाँ खतराको गन ल्याउँछ ल लिनुहोस् पुरै 6 लाख रुपियाँ चाहिँ गनेर लिनुहोस् खोइ त पैसा अनि पैसा त छैन त अनि खोइ पैसा साँच्ची पैसा खोइ त नि सुख छैन यनेरी बासै